साथीहरू फेरि पनि स्वागत छ हजुरलाई मेरो अर्को नयाँ भिडियोमा। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ। मलाई पनि सन्चै छ। आज चाहिँ बिहान बिहान उठेर कलेज जान लागेको। अब कला बिहान बिहान उठ्नु गाह्रो हुने रहेछ। कलेज जान लागेको कस्तो हुन्छ हेरौँ। खाजा चिया खाँदै अब कलेज जानको लागि नाच्दै हो 10 बजेसम्म। र साथीहरू लाग्यो अब कलेजतिर कस्तो हुन्छ कलेज लाइफ हेरौँ। फर्स्ट राति हिँडेको भुतले खाला बोल्ने जस्तो भयो। चाहिँ ल कलेजमा काम त आउनु लाग्छ नि। 4 घन्टा पढ्यौँ, 1 घन्टा पढाउन सर आउनु भएको छैन। अस्तिहरू हामी चाहिँ आज कलेज गएर आएको, खासै पढाइ भएन। अनि कसैले मङ्सिर 1 गतेदेखि नै कसैले के भन्छन् आजदेखि त पढाइ हो अरे। बट क्लासमा बस्यौँ, सर आउनुभयो, खासै पढाइ त हुन्न भनेर भन्नुभयो। अनि कोही त अरू त बसिरहेको थियो, हामी चाहिँ आइगयौँ, तिनटी गयौँ आइगयौँ। अब चाहिँ एकैचोटि 27 गते जान्छु। अब म घर जाने हो। घर पूजा छ नि त, 26 गतेतिर काम गर्नु पऱ्यो, घरसर पोच्नु पऱ्यो। अहिले फेरि उताबाट आएर यता क्लास जानु लाग्छ। फेरि यता पनि 7 बजे क्लास छ। अब भ्याउने हो किन यता पनि कस्तो हुने हो। भोक लागिसक्यो हिँड्दा हिँड्दै। बिहानमा उठ्न त गाह्रो हुन्छ हो। के गर्नु साथी, यस्तो ढिलो भइगयो। अब के गरेर जाने त होला। स्टुडेन्ट लाइफ यस्तै हुने रहेछ। बिहानको त गाह्रो हुन्छ। कलेज चाहिँ म पहिला 11-12 चाहिँ म दिउँसो गराएको थिएँ कि आज ब्याचलरमा त हुन्न भनेर भनेको। बिहान बिहान त हुन्छ। यति नै अहिले मम्मीले के भन्नु थाहा छ? मैले भन्छ कि साथीहरू चटपट 50को चटपट लिएर आएको। त्यो खाने मन छ त्यो दिदी फेरि यति राम्रो गराउँछ नि। यसले खाउँ जस्तो ककरी हालेर सब हालेर गराउनुहुन्छ। साथीहरू आज चाहिँ अब लागियो घरतिर क्लास घरतिर लागियो क्लास पढेर टक्क लाएर रेडी भएर गाह्रो छ नि त। अब तरकारी लगिन्छ। अब आज मात्रै हो। अब एकैचोटि 26-27 गतिर आइन्छ बजारतिर। अब घर पूजा लगाइसकेपछि अब काम हुन्छ धेरै। अब घरसर पोत्ने छ, के गर्ने छ, त्यही भएर लाग्नु लाग्यो। म चाहिँ गएर जान्छु किनभने बहिनी साझा आउँछ। साथीहरू म चाहिँ गाउँ आइपुगेँ। गाउँमा हाम्रो तोरीबारी हेर्नुहोस् कस्तो छ। जताकतै गाउँकै राउन्ड हुन्छ कि पुरा। जताकतै तोरीबारी भएको छ। आजभोलि चाहिँ भर्खर आइपुगेँ। बाबाले माथि सामान लिएर आएको। अलिकति काम गर्नुपर्ने अहिले। अब खाना खान्छु, खाना खाएर अनि काम गर्नु पर्ला। आजलाई यति नै। अब फेरि अर्को भिडियोमा भेटौँला। हस् बाई। सबैले सब्सक्राइब गरिदिनु होला। म ठुलो भिडियो गराउन सानो गराउँछु। चटपटे लगेर जान लाग्यो चटपटे खानको लागि। कस्तो हुन्छ मैले आज गाउन लागेको कस्तो मान्ने छु। राम्ररी मान्ने छैन। म गर्दा चिम्मिची आँखा छन्। त्यही पनि कस्तो लाउने मन लाग्यो। ल खासै लाउने मन त लाग्दैन। कहिले दिन बिराएर यताउता हिँड्ने बेला हो। बाई।